नमस्कार। आज हामी कुरा गर्दैछौँ 2026 को जुन वृश्चिक राशिका लागि सामान्य वर्ष होइन, यो त एक क्रान्ति नै हो। ज्योतिषीय भविष्यवाणी अनुसार यो एक परिवर्तनकारी यात्रा हुनेछ। आउनुहोस् हेरौँ के छ त खास यो वर्षमा। सुरुमा एउटा प्रश्नबाटै सुरु गरौँ न है। राशिचक्रमा यस्तो कुन राशि छ होला जुन सुन्दा त खतरा लाग्छ तर वास्तवमा सबैभन्दा सफल पनि त्यही हुन्छ? हो, त्यो हो वृश्चिक। र आज हामी यही रहस्यमय र शक्तिशाली राशिको 2026 को भविष्य कस्तो छ भनेर गहिराईमा पुग्ने छौं। तर 2026 को भविष्यवाणीमा जानु अघि एकछिन वृश्चिक राशिको स्वभावलाई त बुझौँ, किनभने यिनीहरूको त्यो अदम्य इच्छा शक्ति, त्यही नै त हो यिनीहरूको सबैभन्दा ठूलो हतियार। हेर्दा बाहिरबाट एकदम शान्त देखिन्छन्, तर भित्र आगोको ज्वाला जस्तै दृढ हुन्छन्। आफ्नो लक्ष्यमा यति अडिग कि कसैले हल्लाउन सक्दैन। अनि हो धोखा त यिनीहरूले कहिल्यै बिर्सिँदैनन्। गहिरो सङ्कल्प र एकाग्रता, यही हो वृश्चिकको पहिचान। यिनीहरूको सङ्कल्प कति बलियो हुन्छ भने एउटा भनाइ नै छ, यदि वृश्चिकले केही गर्ने अठोट गर्यो भने ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई रोक्न सक्दैन। सोच्नुहोस् त कति शक्तिशाली स्वभाव। ल अब आउँ है हाम्रो मुख्य विषयमा। 2026 यो वृश्चिक राशिका लागि क्यालेन्डरमा एउटा अर्को वर्ष मात्रै होइन, यो त एउटा महान परिवर्तनको वर्ष हो। भनौँ न, ब्रह्माण्डीय भाग्य नै चम्किने वर्ष। भविष्यवाणीहरूले के भन्छन् भने 2026 वृश्चिक राशिका लागि जीवनको एउटा टर्निङ पोइन्ट नै साबित हुनेछ। मतलब बितेका वर्षहरूमा जति पनि असफलता, जति पनि पीडाहरू थिए नि, ती सबैको क्षतिपूर्ति यही एउटै वर्षले दिनेछ। जीवनमा एउटा ठूलै रूपान्तरण आउनेवाला छ। त्यसो भए यो महान परिवर्तनले के राम्रो कुरा ल्याउँछ त? ल सबैभन्दा पहिले कुरा गरौँ पैसाको, आर्थिक क्रान्तिको। वृश्चिक राशिकी लागि 2026लाई आर्थिक हिसाबले ज्याकपट वर्ष नै भन्दा हुन्छ। मतलब पैसाको मामिलामा सोच्दै नसोचेको सफलता मिल्ने सङ्केत छ। यो ग्रहहरूको खेल हो, खास गरी बृहस्पति ग्रहको शुभ प्रभावले, जसले गर्दा 2026 मा ब्याङ्क ब्यालेन्स वात्तै बढ्ने योग छ। अघिल्ला वर्षहरूको औसत आम्दानी र 2026 को वृद्धि कति ठूलो फरक छ, यो साँच्चै नै उल्लेखनीय छ। अनि यो पैसा कहाँबाट आउँछ त? खास गरी दुईवटा क्षेत्रमा। एउटा घर जग्गाको किनबेच वा कारोबार, अनि अर्को वैदेशिक व्यापार वा विदेशसँग जोडिएको कुनै पनि व्यवसायमा। पैसा मात्रै होइन, व्यक्तिगत जीवनमा पनि खुसियाली छाउनेछ। जो अविवाहित हुनुहुन्छ, लगन गाँठो बाँधिने बलियो सम्भावना छ। अनि जो शत्रु थिए उनीहरू आफै परास्त हुनेछन् र समाजमा मान सम्मान पनि बढ्नेछ। तर हरेक उज्यालोसँग थोरै अँध्यारो पनि जोडिएको